नमस्कार। अनि अहिलेको चुनावलाई कसरी हेर्नु भएको छ? अहिलेको चुनावमा अब चाहिँ अब नयाँ पार्टीमा प्रवेश गर्ने, पुराना पार्टी छोड्ने। किन यस्तो भयो त नि? अब पुराना पार्टीले कहिल्यै पनि केही गरेनन्। हजुर, गर्छ मात्रै भने, उखान टुक्का मात्रै जोडे। जनताको पक्षको कुनै काम देखिएन। सर्वोच्च अदालत जलाए, न्यायमूर्ति भन्यो ठाउँ जलाउन पठाए, सिंहदरबार जलाए। अब यस्ता मान्छे पछि लाएर अब हुँदैन। अनि पुरानो पार्टी त राम्रै थिए, किन यस्तो विश्वास हट्यो? अब उनीहरूको त भागभण्डा नमिलेर यस्तो भयो। ए भागभण्डा लाए? जे कुरामा पनि भागभण्डा लाने, ऐपछि मिले जस्तो गर्ने, अनि ऐपछि चाहिँ अब विद्रोह गर्ने, अनि जब अन्तिम बेला आयो भने अनि मिलेर खाने। फेरि नयाँ पनि ठिक छैन नि, यसले ढङ्ग छैन, विदेशीको एजेन्ट हो भन्ने कुरा आएको त फेरि नयाँलाई। नयाँलाई अब चाहिँ कुनै किसिमको ठाम दिएकै छैन नि त, उनीहरूले बार हालेर। उसले ठाम पाए पो गर्ने हो। विदेशीले चलाएको भन्छ त अहिले त फेरि। विदेशीले अब देश विदेशीका हातमा गएर त बिग्रन्छ त। स्वदेशीमा मिलेर काम गर्नु परेन पार्टीहरूले। भनेपछि झापामा के होला? झापामा अब चाहिँ जनताको यदि बुद्धि छ भने पुरानो पार्टी छोडेर नयाँ पार्टीमा प्रवेश गर्नुपर्छ। किनभने सधैँ उनीहरूले गर्ने भए आज यो स्थिति देशमा आउने थिएन। त्यसै जनता उठेका होइनन्, जनताले चाहिँ विद्रोह गरेका होइनन्। उनीहरूले गरेको भए आज यो स्थिति आउने नै थिएन। तपाईँले अहिले मात्रै हो कि भोट परिवर्तन गरेको सधैँलाई हो? अब परिवर्तन भनेको जनताको काम गर्न सकिएन भने फेरि पनि परिवर्तन हुन सक्छ। ल बुवा, धन्यवाद।